नमस्कार। आजको यो विश्लेषणमा हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले हरेक घरको कथा बोल्छ। हामी अभिभावकहरू सधैँ आफ्ना बालबालिकाको भलाइ चाहन्छौँ होइन र? तर कहिलेकाहीँ हाम्रा सामान्य दिनौका निर्णयहरूले उनीहरूको मनोविज्ञान र भविष्यमा कस्तो उल्टो असर पारिरहेको हुन्छ भन्ने कुरा आज हामी गहिरिएर हेर्नेछौँ। सोच्नुस् त, हामी राम्रै होस् भनेर गर्छौं तर नतिजा किन उल्टो आउँछ? माया, उनीहरूको भविष्यको चिन्ता वा हाम्रो आफ्नै व्यस्तता? कारण जेसुकै होस्, कहिलेकाहीँ अन्जानमै हामी यस्ता गल्तीहरू गर्न पुग्छौं जसले बालबालिकाको मनोविज्ञान नै खलबलाइदिन्छ। राम्रो गर्ने चाहनाले मात्र सधैँ राम्रो नतिजा दिँदैन नि, होइन र? यो पुरै विषयलाई अझै राम्ररी बुझ्न हामी यसलाई 5वटा मुख्य भागमा बाँडेर हेर्नेछौँ। सुरुमा बच्चाको पहिलो विद्यालय अर्थात् घरको कुरा गर्नेछौँ। त्यसपछि हुर्काउने शैली, आत्मविश्वासमा आउने सङ्कट, प्रविधिले बढाएको दूरी र अन्त्यमा असल अभिभावक कसरी बन्ने भन्ने समाधानतर्फ लाग्नेछौँ। त्यसो भए सुरु गरौँ हाम्रो पहिलो विषयबाट, बच्चाको पहिलो विद्यालय जहाँबाट उनीहरूको जग बस्छ। एउटा भनाइ नै छ नि, घर पहिलो विद्यालय हो र आमाबुवा पहिलो शिक्षक। साँच्चै भन्नुपर्दा बच्चाको दिमाग भनेको काँचो माटो जस्तै हो। हामीले जस्तो आकार दियौँ त्यस्तै बन्ने हो। आजकल धेरैमा एउटा भ्रम छ नि, ल महँगो स्कुलमा भर्ना गरिदिए अब सबै जिम्मा स्कुलकै हो। तर यो सोच एकदमै गलत छ। स्कुलले त अक्षर चिनाउला, तर जीवनोपयोगी सिप र संस्कार त घरबाटै सुरु हुन्छ नि। अब अलिकति विज्ञान र अनुसन्धानको कुरा गरौँ। अभिभावकले अपनाउने हुर्काउने शैली र त्यसको असरबारे। अनुसन्धानले मुख्यतया दुईवटा चरम शैलीहरू देखाएको छ। पहिलो हो तानाशाही अर्थात् अथोरिटेरियन। यस्तो शैलीमा सानो गल्तीमा पनि कडा सजाय दिने गरिन्छ। अर्कोतर्फ छ पर्मिसिभ वा छाडा शैली, जहाँ बच्चालाई अति नै लाडप्यार गरिन्छ र रोएर वा ढिपी गरेर मागेको हरेक कुरा तुरुन्तै पूरा गरिदिइन्छ। सुन्दा त माया गरे जस्तो लाग्छ नि, तर यसले बच्चालाई सङ्घर्ष गर्नै दिँदैन र सामानको मूल्य बुझ्न पनि दिँदैन। यहाँनिर एउटा चाखलाग्दो तथ्याङ्क हेरौँ। जर्नल अफ इमर्जिङ टेक्नोलोजिज एन्ड इनोभेटिभ रिसर्चको यो अध्ययनले किशोर किशोरीहरूले आफ्ना आमाबुबाको हुर्काउने शैलीलाई कसरी लिन्छन् भन्ने देखाउँछ। खास गरी बुबाहरूको तथ्याङ्क हेर्दाखेरि नि 60%ले सन्तुलित शैली अपनाएको देखिन्छ, जुन एकदम राम्रो हो। तर चिन्ताको कुरा के छ भने 30% अझै पनि कडा तानाशाही शैलीमै हुनुहुन्छ। यस्तो कठोर अनुशासनले नि बालबालिकामा डर, चिन्ता र आत्मनियन्त्रणको एकदमै कमी ल्याउँछ भनेर वैज्ञानिक अनुसन्धानहरूले प्रष्ट पारेका छन्। एकातिर सधैँ फर्स्ट हुनै पर्छ, डाक्टर वा इन्जिनियर नै बन्नुपर्छ भन्ने जस्ता चरम दबाव छन्। यसले विद्यार्थीहरूलाई सिधै डिप्रेसन वा मानसिक तनावतिर धकेलिरहेको हुन्छ। पढाइप्रतिको रुचि नै उडिदिन्छ। अनि यसको ठिक उल्टो अत्याधिक लाडप्यारले चाहिँ के गर्छ त? यसले बच्चालाई यति कमजोर बनाइदिन्छ कि भविष्यमा आउने सानातिना असफलता पनि उनीहरूले सहन सक्दैनन्। यी दुवै अतिवादी कुराहरू एकदमै हानिकारक छन्। अब लागौँ तेस्रो खण्डतिर, जहाँ हामी बालबालिकाको भावनात्मक स्वास्थ्य र उनीहरूमा आउने आत्मविश्वासको सङ्कटबारे कुरा गर्नेछौँ। कहिलेकाहीँ हामी भन्छौँ नि, हेर त फलानुको छोराछोरीले कति राम्रो गर्छ, तँ किन यस्तो तुलनाले बच्चाको आत्मविश्वास पुरै भत्काइदिन्छ। हरेक बच्चाको क्षमता फरक हुन्छ नि, होइन र? अनि घरमा हुने आमाबुवा बीचको झगडा, ठुलो स्वर यसले बच्चालाई सधैँ त्रसित बनाउँछ। त्यस्तै सानो गल्तीमा हप्काउने तर राम्रो गर्दा चाहिँ स्याबासी नदिने, उनीहरूले केही भन्न खोज्दा तिमी सानो छौ, तिमीलाई के थाहा भनेर कुरा काटिदिने बानीले बालबालिकालाई भित्रभित्रै एकदमै कमजोर र कहिलेकाहीँ त विद्रोही नै बनाइरहेको हुन्छ। हेर्नुस्, गल्ती गर्नु भनेको त सिक्ने प्रक्रियाकै एउटा हिस्सा हो। तर सानो गल्तीमा पनि अति नै गाली गर्ने वा तर्साउने गर्दा बच्चाहरू खुल्नै सक्दैनन्। सजायको डरले उनीहरूमा झुट बोल्ने र कुरा लुकाउने बानी बस्छ। विज्ञहरू के भन्छन् भने नि, बच्चाहरूलाई डर बिना नै आफ्ना असफलताबाट सिक्ने प्राकृतिक अवसर दिनुपर्छ। बल्ल उनीहरू निडर बन्छन्। अब कुरा गरौँ आजकालको सबैभन्दा ठूलो समस्या, प्रविधि र यसले बढाएको सामाजिक दूरीको बारेमा। आजकल हामी बच्चालाई भुलाउन वा शान्त राख्न भनेर सानैदेखि हातमा मोबाइल थमाइदिन्छौँ। यसले गर्दा उनीहरूमा ध्यान केन्द्रित गर्न नसक्ने समस्या एकदमै बढेर गएको छ। हामीले उनीहरूसँग पर्याप्त क्वालिटी टाइम नबिताउँदा उनीहरू एक्लोपनको शिकार हुन्छन् र गलत सङ्गततिर लाग्ने जोखिम बढ्छ। अर्को कुरा, हामी आफैले घरमा झुट बोलेको वा नराम्रो व्यवहार गरेको देख्यौँ भने बच्चाहरूले पनि ठ्याक्कै त्यही कुरा कपी गर्छन् नि। अझ सहरी क्षेत्र र विशेष गरी एकल सन्तान भएका परिवारहरूमा त खेल्ने साथीहरूकै अभाव छ।
बाहिर गएर साथीभाइसँग खेल्ने, हार्ने, जित्ने, सहकार्य गर्ने कुरा सिक्नुको सट्टा उनीहरू एउटा कोठाभित्र मोबाइल गेममै बन्द हुन्छन्। यसले उनीहरूको सामाजिक भावनाको विकासमै ठूलो अवरोध पुर्याइरहेको छ। तर यसलाई सुधार्न सकिन्छ। एउटा गजबको व्यावहारिक उदाहरण छ काव्य स्कुलको। त्यहाँ विद्यार्थीहरूलाई जन्मदिनमा चकलेट बाँड्नुको सट्टा त्यो पैसा जम्मा गरेर सामाजिक सेवामा लगाउन सिकाइन्छ। कति राम्रो सोच होइन त? यस्ता साना कार्यहरूले उनीहरूमा अरूप्रति समानुभूति जगाउँछ र प्रविधिले ल्याएको यो दूरीलाई कम गर्न मद्दत गर्छ। ल अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ। असल अभिभावक कसरी बन्ने त? यसका व्यावहारिक समाधानहरू के हुन्? विज्ञानले सबैभन्दा राम्रो मानेको तरिका भनेको अथोरिटेटिभ अर्थात् आधिकारिक हुर्काउने शैली हो। यसले अति लाडप्यार पनि गर्दैन र कडा तानाशाही पनि बन्दैन। यसमा स्पष्ट नियम र सीमाहरू त हुन्छन्, तर साथसाथै बच्चालाई चाहिने भावनात्मक समर्थन र स्वतन्त्रता पनि प्रशस्तै दिइन्छ। यसको नतिजा कस्तो हुन्छ त? अघिको अध्ययनले देखाएअनुसार यही अथोरिटेटिभ शैलीमा हुर्किएका 50% छात्राहरू र 44% छात्राहरूले परीक्षामा 70% भन्दा बढी उत्कृष्ट अङ्क ल्याएका थिए। यसले के प्रमाणित गर्छ भने सही तरिकाले हुर्काउँदा त्यसको सीधा असर उनीहरूको शैक्षिक सफलतामा पनि पर्छ। त्यसो भए हामीले दिनहुँ के गर्न सक्छौँ त? विशेषज्ञहरू भन्छन् घरमा सधैँ सकारात्मक भाषा प्रयोग गरौँ, साना लक्ष्यहरू राखिदिने र उनीहरूका ससाना सफलतामा खुसी मनाउने गरौँ, सामाजिक अन्तर्क्रिया र सामूहिक खेललाई बढावा दियौँ, अनि सबैभन्दा मुख्य कुरा दिनहुँ उनीहरूसँग बसेर उत्साहवर्धक कुराकानी गर्ने बानी बसालौँ। यसले उनीहरूलाई साँच्चै नै आत्मविश्वासी बनाउँछ। समग्रमा भन्नुपर्दा महँगा लुगा वा खेलौना किनिदिनु मात्र अभिभावकको दायित्व होइन। साँचो अभिभावक बन्नु भनेको त उनीहरूको साथी बन्नु हो, प्रशस्त क्वालिटी टाइम बिताउनु हो, अनुशासनको लागि शिक्षकहरूसँग मिलेर काम गर्ने, तर सबै जिम्मा स्कुललाई मात्र नछाड्ने, अनि सबैभन्दा ठूलो कुरा नम्बर र मार्कसिट भन्दा पनि बच्चाको समग्र खुशी र भावनात्मक स्वास्थ्यलाई सधैँ प्राथमिकतामा राख्ने। यो एउटा भनाइले आजको हाम्रो सम्पूर्ण चर्चाको निचोड दिन्छ। बच्चालाई सफल बनाउनु महत्त्वपूर्ण छ, तर एउटा असल मानिस बन्न सिकाउनु हाम्रो मुख्य दायित्व हो। सानातिना गल्तीहरूलाई समयमै पहिचान गरेर सुधार गर्न सक्यौं भने मात्र उनीहरूको भविष्य उज्जवल र सुरक्षित बन्न सक्छ। अन्त्यमा एउटा गम्भीर प्रश्नमा विचार गरौँ। के हाम्रा दैनिक बानीहरूले साँच्चै नै एउटा आत्मविश्वासी सिकारु निर्माण गर्दैछन्, वा हामी अन्जानमै उनीहरूको भित्रभित्रै एङ्जाइटी र चिन्ता बढाइरहेका छौँ? एकपटक आफ्नै घरको वातावरणलाई फर्केर हेर्ने बेला आएको छ। यो प्रश्नको उत्तर खोज्दै र हुर्काउने सही शैलीहरूबारे अझै अध्ययन गर्दै अघि बढ्न सकिन्छ। आजको यस प्रस्तुतिमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।